रहन्जेल मेरा परमेश्वरको स्तुति गाई नै बस्नेछु। आफ्नो भरोसा संसारका शासकहरूमाथि नराख, मरणशील मानिसमाथि जसले बचाउन सक्दैनन्। जब तिनीहरूको आत्मा निस्कन्छ तिनीहरू माटोमा मिलिहाल्छन्। त्यही दिन तिनीहरूका योजनाहरू पनि नष्ट हुन्छन्। त्यो मानिस धन्यको हो जसको सहायता याकुबका परमेश्वरमा छ, जसको आशा परमप्रभु त्यसका परमेश्वरमा हुन्छ। उहाँ स्वर्ग र पृथ्वी, समुद्र र त्यसमा भएका यावत थोकका सृष्टिकर्ता हुनुहुन्छ। परमप्रभु सदाकालको निम्ति विश्वासयोग्य रहनुहुन्छ। उहाँले अत्याचारमा परेकाहरूका पक्षमा न्याय दिनुहुन्छ र भोकाहरूलाई भोजन दिनुहुन्छ। परमप्रभुले कैदीहरूलाई मुक्त गरिदिनुहुन्छ। परमप्रभुले अन्धाहरूका आँखा खोलिदिनुहुन्छ। परमप्रभुले दबिएकाहरूलाई उठाउनुहुन्छ। परमप्रभुले धर्मीजनलाई प्रेम गर्नुहुन्छ। विदेशीहरूलाई परमप्रभुले रक्षा गर्नुहुन्छ। अनाथ र विधवालाई उहाँले सम्हाल्नुहुन्छ, तर दुष्टहरूका युक्तिहरू उहाँले विफल पार्नुहुन्छ। परमप्रभुले सदा सर्वदा राज्य गर्नुहुनेछ। ए सियोन, तिम्रा परमेश्वरले पुस्तौं-पुस्तौंसम्म राज्य गर्नुहुनेछ। हालेलुया, आमेन, आमेन। सधैँ प्रार्थना गर्नेछौँ। प्रभु हाम्रो पिता परमेश्वर बाबा, यो तपाईको वचन हो अनि प्रभु हामीलाई तपाईले यो दिनुभएको छ, यो हाम्रो आत्माको लागि भोजन। हामीलाई प्रभु यो गाइडलाइन तपाईले दिनुभएको छ पिता परमेश्वर। धेरै धन्यवाद तपाईको वचनको लागि। हामी यो वचनद्वारा हेर्नेछौँ। पवित्र आत्मा परमेश्वर हामीलाई प्रभु सहायता गर्नुहोस्। म बोल्दै गर्दा प्रभु ठिक तरिकाले प्रभु ठिक कुरा बोल्नलाई मलाई सहायता गर्नुहोस्। सुन्दै गर्दा प्रभु सबैजनालाई तपाईँ पवित्र आत्मा परमेश्वरले सहायता गर्नुहोस्। र यो वचनद्वारा पिता परमेश्वर हामी दुवैतर्फ प्रभु बोल्नेतर्फ र सुन्नेतर्फ दुवैतर्फ आशिष मिल्न सकोस्। हामीलाई आशीर्वाद दिनुहोस्। धन्यवाद तपाईलाई सबै कुरामा। हामीलाई सहायता गर्नुहोस् येशू प्रभुको नाममा, आमेन। यो भजन सङ्ग्रह 146 मा चाहिँ हामीले यहाँ दुईटा कुरा पाउँछौँ है। विशेष गरी हामी दुईटा कुरा पाउँछौँ। यहाँ चाहिँ परमेश्वरमाथिको भरोसा र मानिसमाथिको भरोसा भन्ने बारेमा चाहिँ म तपाईहरुको बीचमा बोल्दैछु है। अनि यहाँ चाहिँ भजन सङ्ग्रह 146 को 1 देखि 10 सम्म चाहिँ हामीले हेर्दै गर्दा चाहिँ आजको मुख्य विषय रहेको छ परमेश्वरमा भरोसा है। अनि आजको मुख्य विषय चाहिँ परमेश्वरमा भरोसा भन्ने छ। अनि शीर्षक चाहिँ विश्वासयोग्य परमेश्वरमा चाहिँ हामीले भरोसा गर्नुपर्छ। गेम खेल्नु